साथीहरू हामी विभिन्न ग्रुप व्हाट्सएप ग्रुपहरूमा हामी जोइन भएको हुन्छौँ तर हाम्रो भिडियोहरू फोटोहरू अटोमेटिक डाउनलोड भइराखेका हुन्छन् अनि स्टोरेज फुल हुन्छ। त्यो चाहिँ ठुलो प्रब्लम हो। त्यो प्रब्लम सोल्भ गर्नको लागि म यो भिडियो लिएर आएको छु। ल हेर्नुहोस्, फर्स्ट अफ अल त्यो डाउनलोड नहोस् भनेर व्हाट्सएपमा जाने। व्हाट्सएपमा गइसकेपछि हामीले कुन ग्रुपको फोटो भिडियोहरू हामी डाउनलोड हुन चाहना छैन, जसरी मैले फर्स्टको यो ग्रुप यहाँ हेरौँ न, फर्स्ट ग्रुपमा लो सेवा तयारी छलफल छ। यसमा क्लिक गर्दाखेरि यो सबै जति यसमा फोटोहरू भिडियोहरू छ नि यो सबै अटोमेटिक पहिला डाउनलोड भइहाल्थ्यो अटोमेटिक। अनि मेरो स्टोरेज 128 GB स्टोरेज पनि फुल भइहाल्थ्यो कि अब जति यसमा पिडिएफहरू फोटोहरू अडियोहरू भिडियोहरू पठाउँथ्यो काम लाग्ने नलाग्ने सबै डाउनलोड भइहाल्थ्यो कि। अनि धेरै टेन्सनमा थियो किन यस्तो हुन्छ। अरू युट्युबहरूमा फोटो भिडियो पनि हेरेँ कसरी बन्द गर्ने भनेर, तर धेरै फेकहरू थियो, तिनीहरू गरे पनि भएन। अनि मैले आफैले धेरै खोजेर यो भिडियो बनाउँदैछु। अब यो ग्रुपबाट हामीले अटोमेटिक डाउनलोड नहोस् भनेर हामी सबभन्दा पहिला चाहिँ सेटिङमा जानुपर्छ। सबभन्दा पहिला चाहिँ सेटिङमा जाने। सेटिङमा जानको लागि होम पेजमा आउने। होम पेजमा आएपछि फर्स्ट अफ अल यो तीनटा छ नि, यो क्यामेरा पछि सर्च पछि यो तीनटा डट छ नि कुनामा, तेब्रो साइडको कुनामा, त्यो कुनामाको तीनटा डटमा थिच्ने। थिचेपछि यहाँ सेटिङ आउँछ सबभन्दा तल। सेटिङमा जाने। सेटिङमा गइसकेपछि अलि माथि गर्ने स्क्रिन, अलि माथि गरेपछि यहाँ नोटिफिकेसन लेखेको छ। नोटिफिकेसनको तल स्टोरेज एन्ड डाटा, स्टोरेज एन्ड डाटा लेखेको छ नि, अनि सानो अक्षरमा नेटवर्क युजेज अटो डाउनलोड लेखेको छ। यो नेटवर्क युज अटो डाउनलोड स्टोरेज एन्ड डाटामा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ म्यानेज स्टोरेज लेखेको छ, त्यो अलि माथि सर्ने। अलि माथि सारेपछि यहाँ लेखेको छ कि मिडिया अटो डाउनलोड, भोइस मेसेज आर अलवेज अटोमेटिकली डाउनलोड। यसमा अब हामी मोबाइल डाटा युज गर्छौँ कि वाइफाई युज गर्छौँ, यस्तो हुन्छ। अब हामी मोबाइल डाटा युज गरेपछि अटोमेटिक डाउनलोड हुन थालेपछि हाम्रो डाटा एकछिनमै सकिन्छ, थाहै हुन्न डाटा गएको, अनि ब्यालेन्स पनि काटिहाल्छ। त्यस भएर हामी वाइफाईले विशेष चलाउने गर्छौँ नि त। वाइफाईमा जानुपर्छ पहिला। त्यो वेन कनेक्ट अन वाइफाई लेखेको छ नि, त्यसमा क्लिक गर्नुहोस्। त्यो क्लिक गरिसकेपछि यहाँ लेखेको छ फोटो अडियो भिडियो डकुमेन्ट। अब हामी चाहिँ त्यो ग्रुपहरूबाट अटोमेटिक डाउनलोड नहोस् के फोटोहरू डाउनलोड नहोस् भने यो फोटोहरूको टिकट निकालिदिनुहोस्। अडियोहरू डाउनलोड नहोस्, भिडियोहरू डाउनलोड नहोस्, डकुमेन्टहरू डाउनलोड अटोमेटिक नहोस् भनेर यो टिक निकालिदिनु। अटोमेटिक डाउनलोड होस् भनेर, जसरी कि इक्जाम्पलको लागि म ग्रुपहरूबाट अटोमेटिक फोटोहरू अनि डकुमेन्टहरू डाउनलोड होस् भनेर राखेको छु अप्सनमा। त्यसको लागि मैले फोटोहरूमा अनि डकुमेन्टहरूमा चिन्ह लगाएँ, राइट चिन्ह लगाएँ। अनि अडियोहरू भिडियोहरू डाउनलोड नहोस् भनेर यो दुवैमा चिन्ह लगाएन। तर तपाईँहरू चाहनुहुन्छ कि फोटोहरू डकुमेन्टहरू पनि डाउनलोड नहोस्, स्टोरेज फुल हाम्रो नहोस्, तर आफूले चाहेको इच्छा लागेमा त्यो डाउनलोड गर्न मिल्छ, तर अटोमेटिक हुँदैन। त्यसको लागि तपाईँ सबै टिक हटाउनु होला। तर म चाहन्छु कि यो फोटो अनि डकुमेन्ट डाउनलोड होस्, त्यो दुवै टिक लगाएर अनि ओके गरिदिनु होला। यति गरिसकेपछि तपाईँको ग्रुपबाट चाहिँ अटोमेटिक फोटोहरू भिडियोहरू अडियोहरू लगायतका डकुमेन्टहरू अटोमेटिक डाउनलोड नभएर स्टोरेज फुल हुँदैन। तर तपाईँ चाहनुहुन्छ कि म यो ग्रुपबाट म डकुमेन्टहरू आफूले डाउनलोड गर्छु भनेर टक्क यो भिडियोमा फोटोमा क्लिक गर्ने, अनि राइट साइडको तीनटा डट छ नि कर्नरमा, त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि यहाँ सेभ लेखेको छ, यो सेभमा क्लिक गरेपछि त्यो चाहिँ तपाईँको डिभाइसमा सेभ हुन्छ। यति गरिसकेपछि तपाईँको स्टोरेज फुल हुँदैन। हस्, जानकारीको लागि तपाईँहरूलाई यो जानकारी कस्तो लाग्यो, राम्रो लागेपछि सब्सक्राइब गरिदिनु होला। टाटा बाई बाई, सी यू।